11 वर्षको कन्स्ट्रक्सन अवधिपछि अन्ततः 82 मेगावाट क्यापेसिटी भएको सोलु हाइड्रो पावरले 2082 साल साउनबाट कमर्सियल अपरेसन सुरु गरेको छ। सोलु हाइड्रो पावरको स्टोरी कन्स्ट्रक्सनमा ढिलाइ, लागत वृद्धि र फरेन करेन्सी डेटको भारसँगै सुरु हुन्छ, तर त्यही स्टोरीमा 0% इन्ट्रेस्टको फरेन लोन, करिब आधा फरेन डेट वेभर अर्थात् ऋण मिनाहा र सुरुका 10 वर्ष 55% रेभिन्यू अमेरिकी डलरमा पाउने संरचना पनि समावेश रहेको छ। यस हाइड्रो पावरको फाइनान्शियल पोजिसन र पर्फर्मेन्स कस्तो छ, यसमा लगानी गर्नु उपयुक्त हुन्छ कि हुँदैन, र यो हाइड्रो पावरले आफ्नो फरेन डेटलाई नै कसरी इन्कमको सोर्स बनाउन सक्छ त, यसबारे जान्नको लागि यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। सोलु हाइड्रो पावर सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिकामा अवस्थित छ। 82 मेगावाट क्यापेसिटी भएको यो प्रोजेक्टले जेनेरेट गरेको इलेक्ट्रिसिटी तिङला सबस्टेसन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिन्छ। जेनेरेसन लाइसेन्स पाएको यस आयोजनाले एक दशकपछि 2082 साल साउन 24 गतेबाट मात्र कमर्सियल अपरेसन सुरु गर्न सफल भएको छ। प्रस्पेक्टस अनुसार अहिलेसम्म यस कम्पनीको प्रोजेक्ट एसेट्स 18 अर्ब 47 करोड 46 लाख रुपियाँ रहेको छ, तर यो एसेट विगतमा डेट वेभर पाएपछिको भ्याल्यु हो। प्रोजेक्ट कन्स्ट्रक्सनमा लागेको कस्ट चाहिँ यो भन्दा धेरै नै रहेको छ। साथै अझै पाउन बाँकी बनिएको डेट वेभरको समायोजन पछि कुल प्रोजेक्ट एसेट्स 16 अर्ब 30 करोड 40 लाख रुपियाँ हुनेछ। यस हाइड्रो पावर प्रोजेक्टको लागि एउटा विशेष पक्ष भनेको यसको रेभिन्यू स्ट्रक्चर हो। पहिलो 10 वर्षसम्म कम्पनीले आफ्नो ग्रस रेभिन्यूको 55% हिस्सा अमेरिकी डलरमा प्राप्त गर्नेछ। हाल बजारमा डलरको भाउ 146 रुपियाँको हाराहारीमा रहँदा यसले एउटा बलियो हेजको काम त गरेको नै छ, साथै यसले सोलुलाई एडिसनल गेन कमाउने अवसर पनि दिएको छ। फरेन डेट रिपेमेन्ट गरेपछि बाँकी रहेको डलर मार्केट रेटमा साट्न सकेमा सोलुले एडिसनल रेटको लाभ लिन सक्छ, तर यसको बदलामा यस कम्पनीले लाइसेन्स अवधिको अन्तिम 5 वर्षमा 15% रेभिन्यू गुमाउनु पर्ने शर्त रहेको छ। हाम्रो सेन्सिटिभिटी एनालिसिस अनुसार पहिलो 10 वर्षमा प्राप्त हुने क्युमुलेटिभ डलर रेभिन्यू फरेन डेट भन्दा धेरै बढी हुने अनुमान छ। आयोजनाले कन्ट्र्याक्टेड एनर्जीको पूर्ण उत्पादन गरेको खण्डमा क्युमुलेटिभ डलर इन्फ्लो करिब 4 गुणा बढी हुने देखिन्छ, र जम्मा 30% उत्पादन पनि फरेन डेट तिर्न पर्याप्त हुने देखिन्छ, तर यस आयोजनाको उत्पादन कन्ट्र्याक्टेड एनर्जीको 30% मात्र हुने सम्भावना निकै न्यून रहेको छ। त्यसैले सुरुवाती दशक क्याश फ्लोका लागि निकै महत्त्वपूर्ण हुने देखिन्छ। कम्पनीको इन्कम स्टेटमेन्ट हेर्दा IFRS 12 अन्तर्गत एडजस्टमेन्ट प्रफिट 59 करोड रुपियाँ रहेको देखिन्छ, तर यी सबै अकाउन्टिङ प्रफिट मात्रै हुन् जुन डिभिडेन्डको रूपमा डिस्ट्रिब्युट गर्न मिल्दैन। तसर्थ प्रोस्पेक्टस अनुसार यस कम्पनीको नेट प्रोजेक्टेड एसेट्स 17.57 अर्ब रहेको छ। त्यस्तै कम्पनीको रियल क्याश अर्निङ कति स्टेबल हुन्छ भन्ने कुरा अबको अपरेसनल एफिसिएन्सीले नै देखाउनेछ। यस्तै यस कम्पनीले प्रोजेक्ट कन्स्ट्रक्सनको लागि 15.09 अर्ब रुपियाँ फरेन लोन र प्राइम कमर्सियल तथा लक्ष्मी सनराइज ब्याङ्कबाट गरी 3.61 अर्ब रुपियाँ लोन लिएको छ, तर टोटल फरेन डेट मध्ये 8.5 अर्ब रुपियाँको वेभर पाइसकेको छ भने अब 2.17 अर्ब रुपियाँ पनि वेभर पाउने क्रममा रहेको छ। त्यसपछि यस कम्पनीको कुल तिर्नुपर्ने डेट 8.034 अर्ब रुपियाँ हुनेछ। यस कम्पनीले फरेन लेन्डरहरूसँग डेट वेभर पाउन गरेको अग्रिमेन्टको शर्त अनुसार दुईवटा विशेष अवस्थालाई समायोजन अवस्था वा एडजस्टमेन्ट इभेन्ट भनिएको छ। यदि यी मध्ये कुनै पनि एक अवस्था सिर्जना भएमा कम्पनीले तिर्नुपर्ने ऋण रकम परिवर्तन हुनेछ। यी एडजस्टमेन्ट इभेन्टका अवस्थाहरू निम्न अनुसार रहेका छन्। 1. यस प्रोजेक्टको रिक्वायर्ड कमर्सियल अपरेसन डेट RCOD सन् 2022 सेप्टेम्बर 30 भन्दा पछि विस्तार हुने अवस्था, र 2. नेपाल गभर्मेन्टले प्रोजेक्टको जेनेरेसन लाइसेन्स सन् 2050 मार्च 18 पछि सार्ने अवस्था। यी भनिएका दुईवटै अवस्थाहरू फुल फरेन डेट रिपेमेन्ट हुनु अघि नै विस्तार भयो भने कम्पनीले एडिसनल क्याश फ्लोको 50% फरेन लेन्डर्ससँग सेयर गर्नुपर्ने हुन्छ। तर हालको अवस्थामा यी जोखिम तत्कालीन रूपमा उच्च देखिँदैनन्,
तर रेगुलेटरी निर्णयमा निर्भर रहने भएकाले यसलाई पूर्ण रूपमा नजरअन्दाज गर्न पनि मिल्दैन। साथै कम्पनीले हालसालै आइपिओ जारी गरेर 2 अर्ब रुपैयाँ उठाएको छ। आइपिओबाट प्राप्त रकम मुख्यतया लक्ष्मी सनराइज ब्याङ्कको लोन रिपेमेन्ट गर्ने योजना कम्पनीको रहेको छ, जसले लेभरेज घटाएर ब्यालेन्स सिटलाई स्ट्रेन्थन गर्न मद्दत गर्छ। सोलु हाइड्रो पावरमा रिस्क र अपर्च्युनिटी दुवै रहेको छ, तर अन्तिम नतिजा म्यानेजमेन्टको डिसिप्लिन र अपरेसनल एफिसिएन्सीमा डिपेन्ड हुनेछ। यदि सुरुवाती 10 वर्ष सही रूपमा व्यवस्थापन गरियो भने सोलुले केवल डेट रिपेमेन्ट मात्र नभई भ्याल्यु क्रिएट गर्ने क्षमता पनि देखाउन सक्छ। तपाईलाई हाम्रो रिसर्च भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नुहोला र अन्य रिसर्च रिपोर्ट र भ्यालुएसन रिपोर्टको लागि प्लिज भिजिट आवर वेबसाइट www.ansuinvest.com र यस्तै जानकारीमूलक भिडियोको लागि अन्सु इन्भेस्ट युट्युब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।